दर्शकहरू स्वागत छ यहाँलाई इश्यू अफ डेमा। विकासको पहिलो आधार हो सडक। सडक स्तर उन्नति भई कालोपत्रे हुने भएपछि झनै खुसीको कुरा हो। स्तर उन्नतिसँगै विकासको क्रम अघि बढ्ने कुरा त निश्चित नै छ। रसुवाका स्थानीयहरू पनि सडक स्तर उन्नति भई कालोपत्रे भएपछि निकै खुसी बनेका छन्। उनीहरूले लामो समयदेखि भोग्दै आएको धुलो र कठिन यात्रा जस्ता विषयबाट मुक्ति पाउने भएका छन्। विक्रमसम्म 2042 सालमा निर्माण भएको कच्ची सडक पहिले स्तर उन्नति भई कालोपत्रे भएको हो। यो सडकको निर्माण यहाँका स्थानीयलाई मात्र खुसीको कुरा होइन, यो सडकले बन्दै गरेको स्याफ्रुबेसी रसुवा गढी सडकसँग जोडिएर नेपाल र छिमेकी राष्ट्र चीनलाई जोड्ने काम गर्दछ। यसले समग्र देशको विकासमा पनि सहयोग पुग्छ। हाम्रो टिभी जर्नलिस्ट शिव लामिछानेले केही समय अघि रसुवा जिल्लाको भ्रमण गर्न जानुभएको थियो र त्यहाँ नेपाल र चीनलाई जोड्ने सहयोगी बन्ने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको थियो। एकछिन लागु हाम्रो टिभी जर्नलिस्ट शिव लामिछानेको यो स्थलगत रिपोर्टतर्फ। नमस्ते दर्शकबिन, आजको इस्यु अफ द डे को यो श्रृङ्खलामा तपाईलाई स्वागत छ। म शिव लामिछाने। आजको इस्यु अफ द डे मा हामी आइपुगेका छौं रसुवा र आज हामी केन्द्रित रहनेछौं रसुवाको सडकको विकाससँग। अहिले हामी छौं रसुवाको बेत्रावतीमा। यो रसुवाको प्रवेशद्वार हो। यहाँबाट रसुवाको सुरुवात हुन्छ। सडक स्तर उन्नतिसँगै रसुवाको बेत्रावती, कालिका स्थान, घुम्ती, धुन्चे, स्याफ्रुबेसी लगायतका जनताहरू खुसी बन्दै गएका छन्। 2042 सालमा तत्कालीन शाही नेपाली सेनाको सहयोगमा बनेको यो सडक अहिले कालोपत्रे हुने भएको छ र कालोपत्रे कार्य पनि करिब करिब अन्तिम चरणमा पुगिसकेको छ। कार्यक्रमको सुरुवातमा हामी तपाईलाई देखाउन चाहन्छौं यसैको विकाससँग सम्बन्धित रहेर तयार पारिएको यो एक रिपोर्ट। विकास निर्माणका लागि पहिलो पूर्वाधार हो सडक। संसारमा ठूला र समृद्ध मुलुकहरू सडक सञ्जालकै कारण विकासको चुलीमा पुगिरहेका छन्। यातायातको पहुँचसँगै अन्य विकासका पूर्वाधारको सुरुवात स्वत हुन्छ। नेपालको दुर्गम हिमाली जिल्ला रसुवाले पनि अब सडककै कारण बिस्तारै आफ्नो नामको अघिको विशेषता फेर्दैछ। सडकमा कालोपत्रे भएपछि अब यो दुर्गम हिमाली जिल्ला सुगमतिरको यात्रामा अघि बढेको छ। विक्रम सम्वत 2042 सालमा तत्कालीन शाही नेपाली सेनाको सहयोगमा गल्छी स्याफ्रुबेसी सडकको निर्माण कार्य सम्पन्न भएको थियो। कच्ची सडक भएका कारण स्थानीयहरूले धुलो, कठिन यात्रा र समय बढी लाग्ने जस्ता समस्या बेहोर्दै आएका थिए। सडकको कालोपत्रे यस क्षेत्रका जनताको लामो समयदेखिको माग थियो। एसियाली विकास बैंकको सहयोगमा सडक स्तर उन्नति गरी कालोपत्रे गर्ने कार्य सुरु भएपछि स्थानीयमा आशा पलाएको थियो। अहिले सडक स्तर उन्नति कार्य सम्पन्न भएको छ। स्थानीयको लामो पर्खाइपछि भएको स्तर उन्नतिले स्थानीयमा खुसी छाएको छ। कच्ची सडक छँदा भोग्नु परेको विविध समस्या समाधान हुने भएपछि स्थानीय खुसी बनेका हुन्। कच्ची सडक हुँदा धुलो र कठिन यात्रा मात्र होइन, बर्सातको समयमा सडकमा भल बग्ने र घरमा छिर्ने, घर भत्कने सम्मका घटनाहरू घट्ने गर्दथ्यो। यस्तो समस्या पुनः बेहोर्न नपर्ने बताउँछन् स्थानीय बासिन्दा। यो सडक पिच हुनु अब सबभन्दा राम्रै कुरा हो होइन। अब जसोसुकै होइन, देशको लागि अरूभन्दा अब गाउँठाउँको लागि पिच हुनु र नहुनुमा धेरै फरक पर्छ। पिच नहुँदाखेरि अब चाहिँ पहिलाको चाहिँ एकदम खाल्टाखुल्टी होइन, विभिन्न किसिमको गाडीहरू आउँदाखेरि धुलोहरू एकदम आउने। त्यसपछि यहाँ तपाईँको चाहिँ पानी सानी पऱ्यो भनेदेखि पनि अब यहाँ पुरै एकदम चाहिँ भनौँ न भलै पाउने जस्तो आउँथ्यो। घरै भत्का एक दुईवटा घर पनि भत्का यहाँको। अब अहिले जस्तो चाहिँ पिच भइसकेपछि अब त्यस्तो समस्याबाट चाहिँ हामी मुक्त हुन्छ होला जस्तो चाहिँ मलाई चाहिँ लाग्छ होइन। त्यो अवश्य हुन्छ पनि। रसुवा काठमाडौँबाट नजिक पर्ने जिल्ला हो, तर पनि त्यहाँका स्थानीयहरूले काठमाडौँमा प्रकाशित भएका समाचार पत्रहरू साँझको समयमा जसो तसो पढ्न पाउँदथे। सडकको स्तर उन्नतिसँगै सञ्चारको पहुँच समेत वृद्धि हुनेछ।
पुस्तक व्यवसायीहरू पनि पत्रिका अध्ययनका लागि पनि सरल हुने बताउँछन्। यहाँ धुलो उडेर हामी बस्न सक्ने अवस्थै थिएन, त्यो अवस्थाबाट हामी छुटकारा पाउँछौँ। त्यसपछिबाट हामीले चाहिँ यो काठमाडौँबाट यहाँसम्म आउन हामीलाई धेरै गाह्रो थियो, कच्ची सडक भएको कारणले गर्दा त्योबाट हामी छुटकारा पाउँछौँ। पिचपछि छिटै र सरल तरिकाले आइन्छ। तेस्रो नम्बरमा म स्टेसनरी व्यवसायी भएको कारणले पत्रिकाहरू समयमा नै यहाँ उपलब्ध हुन्छन्, जसले गर्दाखेरि रसुवामा न्युज अपडेट हुन्छ। सडक विकासको पूर्वाधार हो र सडकको विकाससँगै अन्य विकास सरल र सहज हुने कुरामा त्यहाँका स्थानीयहरूको पनि दुई मत छैन। सडकको स्तर उन्नतिले रसुवाले विकासको खुड्किलो चाल्ने विश्वास छ स्थानीयहरूमा। विकाससँगै जीवनस्तर पनि उकासिने कुरा यसरी पोख्छन् एक स्थानीय। हिजो जस्ताका टहराहरू त्यस्तो थियो भने अहिले ढलान घरहरू बन्नलाई फटाफट ढलान घरहरू पक्की ढलानहरू बनेका छन्। त्यसले गर्दा बाटो बनिसकेपछि धेरै फरक पाएको छु र यो बाटो बन्नाले गर्दाखेरि रसुवाको लागि गल्छीदेखि स्याप्रुबेसीसम्म चाहिँ ठुलो परिवर्तन भएको मैले देखेको छु। जनताको जीवनस्तर हुन्छ। यसमा के छ भने अब यो रसुवा टुरिज्म एरिया हो। टुरिज्म एरियाले गर्दा पनि यो चाहिँ अब सडक उन्नत चाहिँ भइसकेपछि जुन अब अहिले कालोपत्री गर्ने कामहरू भइरहेछ होइन, यसले गर्दाखेरि चाहिँ धेरै कुरामा गाडी भाडामा चाहिँ सहुलियत मिल्ने यो पिच भइसकेपछि अब हाम्रो चाहिँ यहाँ बजारको लागि चाहिँ जुन तरकारीहरू बिक्री गर्नलाई आलुहरू यस्तो चाहिँ यो लग्नको लागि धेरै चाहिँ गाह्रो पर्थ्यो भने अब चाहिँ सुपथ मूल्यमा ढुवानी गर्न सकेपछि किसानहरूले पनि त्यसबाट लाभान्वित लिन सक्ने। रसुवाको मेन जुन हाइड्रो पावरहरूको कुराहरू छन्, त्यसमा पनि सडक उन्नति हुने बित्तिकै मेसिनहरू ल्याउनको लागि होइन त्यसमा चाहिँ सुविधा पुग्ने। धेरै ढिला भए पनि जुन एडिबीले एउटा प्रोसेस गरेर यो अहिलेको हालतमा चाहिँ यो बाटो बनाइरहेको छ, यसमा चाहिँ एडिबीलाई पनि हामीले धेरै धेरै धन्यवाद दिनुपर्छ जस्तो लाग्छ। कालिका, रसुवा, तामाङ, वाइवा र हिमदुङ 5 कम्पनीको साझेदारीमा उक्त सडक स्तर उन्नति कार्य सम्पन्न भएको हो। डीबीएसटी प्रकारको उक्त कालोपत्री निर्माणका क्रममा गुणस्तरमा धेरै ध्यान दिइएको परामर्शदाता कम्पनीहरूले बताएका छन्। सबै प्रकारका कामका लागि पहिला परीक्षणपछि मात्र काम अगाडि बढाइने बताउनुहुन्छ परामर्शदाता कम्पनीका इन्जिनियर गिरीश चन्द। बिटुमिन हाल्छौँ, बिटुमिन हाल्छौँ फेरि गिट्टी हाल्छौँ, एउटा गिट्टी हाल्छौँ 20 mm को र त्यसपछि फेरि बिटुमिन हालेर फेरि अर्को सानो गिट्टी 10 mm को गिट्टी हालेर त्यसलाई हामी सम्पन्न गर्छौँ। यसरी काम अगाडि बढेको एकदम कम्प्लेक्स एकदम जटिल छ। अब यसमा क्वालिटी कन्ट्रोलको लागि के व्यवस्था गर्नुभएको छ, कसरी गर्नुहुन्छ? क्वालिटी कन्ट्रोल चाहिँ हामी चाहिँ धेरै सेन्सिटिभ छौँ। स्पेसली यो बिटुमिनको कामलाई चाहिँ हाम्रो ग्राभल मात्र काम, अर्थन रोड होइन यो चाहिँ बिटुमिनको काम भएर हामी धेरै सेन्सिटिभ छौँ। कुनै पनि काम गर्नुभन्दा अगाडि हामी बिना टेस्ट गरिकन इभन सिमेन्टदेखि लिएर बालुवादेखि लिएर बिटुमिनदेखि लिएर गिट्टीदेखि लिएर सबै टेस्टहरू गर्छौँ। हामीसँग चाहिँ हाम्रो यो कालिका स्थानमै एउटा ल्याब छ। ल्याबमा थुप्रै इक्विपमेन्ट तपाईँले चाहिँ हेर्नु गयो भने थुप्रै इक्विपमेन्टहरू छन्, त्यहाँ टेस्टहरू गरिन्छन्। त्यहाँ नहुन सक्ने टेस्टहरू चाहिँ काठमाडौँको सेन्ट्रल ल्याबमा गएर टेस्टहरू गरिन्छन्। जस्तै बिटुमिनकै कुरा गरौँ या गिट्टीकै कुरा गरौँ, यहाँ चाहिँ गिट्टीको यहाँ लेइङ गर्नुभन्दा अगाडि यसको एले कति छ, यसको ग्रेडिएसन कति। निर्माण कम्पनीले आवश्यक सामग्रीहरू रड, सिमेन्ट लगायतको सामग्री भारतबाट ल्याएको थियो भने गिटी, बालुवा जस्ता सामग्री स्थानीय खोलाहरूबाट ल्याएको थियो। निर्माण कम्पनीले परामर्शदाता कम्पनीको निगरानीमा निर्माण कार्य सम्पन्न भएको र आफ्नै कम्पनीको तर्फबाट पनि निर्माणका क्रममा अनुगमनका लागि ल्याब बोय, ल्याब टेक्निसियन, सुपरभाइजर खटाइएको कारण स्तर उन्नति स्तरीय भएको दावी गरेको छ। चाहिँ प्रयोग गरेका छैनौँ। तपाईँको यो क्वालिटी हेर्ने निकाय क्वालिटी कन्ट्रोल कसले गर्छ? क्वालिटीको हकमा चाहिँ हाम्रो मुख्य क्वालिटी कन्ट्रोल गर्ने निकाय चाहिँ तपाईँको परामर्शदाता संस्था कन्सल्टेन्ट छ, जसको साइट अफिस चाहिँ कालिका स्थानमा छ र मुख्य अफिस चाहिँ तपाईँको कोलोनी त्रिशुलीमा छ र उहाँहरू बाहेक पनि क्वालिटी हाम्रो पनि जिम्मेवारी हो भन्ने किसिमको सम्झेर हामीले अब ल्याब टेक्निसियन, ल्याब बोयहरू। यो सडक रसुवा जिल्लावासीसँग मात्र जोडिएको विषय भने होइन। यो सडक नेपाल र चीनलाई जोड्न सहयोगी सडक पनि हो। गल्छीदेखि स्याप्रुबेसीसम्म स्तर उन्नति भइरहेको यो सडकले चिनिया सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको स्याप्रुबेसी रसुवागढी सडकसँग जोडिएर नेपाललाई छिमेकी राष्ट्र चीनसँग जोड्ने सडक मार्ग तयार गर्दछ।
उत्तरको विशाल छिमेकीसँग प्रत्यक्ष स्थलमार्ग जोडिएको यो सडकको स्तरोन्नतिले दुई देशको व्यापार विस्तारमा समेत सहयोग पुग्नेछ। यो थियो रसुवावासीको लामो समयको प्रतीक्षापछि प्राप्त भएको स्तर उन्नति सडकको विकाससँग सम्बन्धित रहेर तयार पारिएको रिपोर्ट। वास्तवमा नै त्यहाँका स्थानीयहरूले कच्ची सडक हुँदा धुलो र कठिन यात्रा मात्र होइन, बर्सातको समयमा सडकमा भल बग्ने र घर भत्कने सम्मका घटनाहरू बेहोर्दै आएका थिए। राजधानीबाट नजिक भइकन पनि विविध सुविधाबाट वञ्चित स्थानीयले केही राहतको सास फेर्ने मौका पनि पाएका छन्। एकछिनलाई एउटा कमर्सियल ब्रेक।